अहिले चाहिँ हामी ट्रेकिङको लागि मध्याहमा बसेर खाजा खाइरहेको खाजा खाइरहेको छौँ। एकछिन खाजा खाएर हामी चाहिँ एकछिनमा ट्रेकिङ जान्छौँ। यो चाहिँ हाम्रो इन्ट्रान्स पोइन्ट। बाघ आउँछ कि यो कुरो अब म जस्तो बाघको अगाडि अर्को बाघले के गर्नु होइन ल ल जनकदोष हुँदैछ हामीलाई केही गाह्रो भएन त्यसो भए डरै नमाने तिमी डरै नमाने भाइले उयो लाग्छ सुन्तला खाने बोगटे के छ ल फाइनली हामी हात्तीवन रिसोर्ट आइपुगेका छौँ। यहाँदेखि अब मेरो एउटा फोटो खिच्नु थियो। यहाँदेखि केही समयमा हामी पुग्छौँ अब हात्तीवन हाइकिङको इन पोइन्टमा। हात्ती बन त भनेको यार हात्ती चाहिँ छैन यार हात्ती त रहन्छ, कुकुर चाहिँ भेट्यो है। कुकुर वन जस्तो भयो। हात्तीहरू आएर चाहिँ बस्थे अरे। हजुर त्यही भएर चाहिँ हात्ती वन रिसोर्ट राखेको भनेर। ए त्यस्तो हो। ल ठिक छ ठिक छ, एउटा फोटो खिचाउन त। अभ्यास नाचो नाचो। हामी अहिले ठ्याक्कै यस्तो घना जङ्गलमा आइपुगेको छौँ। यस्तो घना छ यो जङ्गल है। आमा यस्तो डर लाग्दैछ। तर हामी जस्तो भएपछि यहाँ कसरी डराएर भाग्यो हामीसँग। त्यो त हो। वाह 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 यो चाहिँ वनभित्रका रुस हो। भिडियो बनाइरहेको हामी जाने चाहिँ यो डाँडा माथि चाहिँ झन्डा देखिरहेको छ। त्यो ठाउँमा हामी जान्छौँ। त्यही झन्डा भएको ठाउँ भस्मासु भन्छ। त्यही ठाउँमा चाहिँ हामी पुग्छौँ। केही बेरमा चाहिँ हामी त्यो पुग्दैछौँ। हामी चाहिँ बाटो बिर्सेर चाहिँ कताबाट जाने भइरहेको छ। जानुपर्ने कता हो, हिलो हिलो धुलै धुलो है। धान रोपेर आएको जस्तो भएको छ। धान रोपेर आएको जस्तो। होप गरौँ गाडी भेटिन्छ होला। गाडी भेटिएपछि चाहिँ पक्कै पनि हामी गाडीमा जानेछौँ। अहिले चाहिँ यत्तिकै हिँड्दै